लो है फेरिसँग आए एकदम यो चाहिँ तपाईहरुको चिकनको आइटम बनिँदैछ। यो यही मासु फ्राई गरेर छ, एकदम सोलिड पिस लेग पिसहरु फ्राई गरेर छ। यहाँ हेर्नुस्, यो चाहिँ कम्ती क्वान्टिटीमा बनाउँदैछु, कम्ती भन्दा पनि तपाईको 2.5 छ, 2.5 केजी छ। यता 2.5 केजी को लागि यति चाहिँ मासुको ग्रेभी चाहिन्छ। ग्रेभी पाक्दैछ हेर्नु, एकदम नेचुरल, कुनै फुड कलर सुट कलर केही पनि छैन। यत्रो ठुलो भाँडामा पाक्दैछ। ग्रेभी मजाले पाक्यो भने चाहिँ यसरी माथि तेल आउँछ। अनि सोच्नु पर्यो यो तेल आउँछ, सबै तेल माथि आएपछि चाहिँ एकदम मजाले ग्रेभी पाकेको चाहिँ थाहा पाउँछ। अहिले मेरो किचन अलिक कम्प्लिट छैन हो, तपाईहरुलाई म मेरो किचन कम्प्लिट भएपछि चाहिँ दामी दामी भिडियो बनाएर देखाउने छु है। यो चाहिँ वहाँदेखि लिएर यहाँसम्म डल्लै किचन बनिनेवाला छ। अन्त यतापट्टि किचनको स्लेबहरु बनाउँछु हो। डल्लै जग्गा बाँकी छ। यो चाहिँ भाँडा धुनुको लागि बेसिन बनिँदैछ। यो ठुलो बेसिन बनिन्छ। अन्त यसमा टिप कलर लाउनु बाँकी छ। यो तपाईको स्टोर बनिन्छ, किचनको स्टोर बनिन्छ। यता चाहिँ जाने बाटो, माथि जाने बाटो हो। यो चाहिँ डल्लै अब किचन बनिनेवाला छ, एकदम लामो छ। अहिले चाहिँ जस्ट टेम्परेरी चलाइरहेको छु है।